बर्खा लागिसक्यो हेर्नु एउटा छाता नि किनिदिँदैन तपाईँले स्कुलमा सबै साथीहरू नयाँ नयाँ छाता बोकेर आउँछ आफू चाहिँ छैन भिज्दै जानुपर्छ अस्ति गुरु बाउ र गुरु आमाले नि करा भिज्दै नआइज बिमारी हुन्छस् भन्यो जसरी नि किनिदिनु एउटा भेस्ट नि नकिनिदिन्छ न एउटा छाता किनिदिन्छ छाता चाहिँ चाहिन्छ मलाई जसरी नि हेर नानी एउटा बगानको कामले के ल्याइदिनु लु भन स्कुलको खाता किताब भर्खर किनिसकेको लुगाफाटा किनिदिए अब छाता चाहिँ म कहाँबाट किनिदिनु लु भन त खाना खानु पर्यो घरमा सबै चामल किन्नु पर्यो तेल किन्नु पर्यो दाउरा छैन यसरी फुकेर आगोमा खाना पकाउनु पर्छ किनिदिन्छु तँलाई 1-2 दिन दुःख गर तँलाई म छाता किनिदिन्छु नि त जसरी नि किनिदिन्छु बाउ हो म तेरो जसरी नि किनिदिन्छु छ तपाईँले खालि ढाँट्छ अस्ति नि किनिदिन्छु भनेर 1 महिना भइसक्यो आजसम्म किनिदिएको छैन किनिदिनु म त आज म जान्न भोलिदिन स्कुल नि म त किन्दिनँ अब हुँदैन नभए त नरिसा छोरा एउटा बाख्रा छ त्यो बाख्रा बेचेर भने तँलाई म छाता ल्याइदिन्छु म गएँ बाख्रा बेच्नु घरमा बस्दै गर ल घर बनाउनु भनेर राखेको बाख्रा अब यसलाई छाता ल्याइदिनै पर्यो सुन घरमै बस्दै गर बाख्रा बेचेर भने छाता लिएरै आउँछु तँलाई म आज पक्का ल्याउँछु स्कुल त जान्छस् मेरो छोरा बाबाले छाता ल्याइदिन्छ आज त छेट भगवान् पानी आइदिनु नि म त नयाँ छाता सबैलाई स्कुलमा देखाउँछु म त आहा मजा आउने भयो स्कुल जानु नानी ओए नानी हजुर आइज छाता ल्याइदिएको छु तँलाई खोइ दादा ए यो हो छाता आहा दामी रहेछ खोइ नयाँ छाता रहेछ लौ सकिँदैन त छाता त आमा ल्याइदियो बोक्नै नसक्ने ल्याएको छाता पो ल्याइदेऊ भनेको त कहाँ भान्छ ल्याइदिएको तँलाई कसैले छाता उडाउँथेन होइन सबलाई ओडा छाता भएन सरहरूलाई नि ओडा त्यही कारण ठुलो छाता ल्याइदिएको तँलाई मैले बोक्नै नसक्ने छाता ल्याइदिएको छ कसरी लानु नि म चाहिँ